मसँग दुःख सुख गर्न सक्छ भने आउनु क्यारे अब सक्दैन भने त के भन्नु र मभन्दा राम्रै खोजेर जानु क्यारे अब त्यही हो सो हेलो गाइस गुड मर्निङ एन्ड नमस्ते आई होप सबैजना सन्चै हुनुहुन्छ होला एन्ड म पनि एकदम सन्चै छु सो चिसो मौसमले गर्दाखेरि चाहिँ बिहान उठेर तातो पानी हाल्दैछु होइन कता पुऱ्याउनु भयो ए खसी त तलतिर हो कि रोशन चुचु मलाई खसी काट्ने त यतिसम्म माथि हो अहिले यहाँ बस्नु न माथि बस्नुहुन्छ हजुर अब म चाहिँ अब यो तातो पानी मस्त हान्दै यतापट्टि घाममा आएको छु बरु जाडो छ नि त हाम्रोतिर त अनि के गर्नु जाडो छ बिहान बिहान उठ्ने आफ्नो स्वास्थ्यको लागि भए पनि तातो पानी खाने होइन त्यही हो एन्ड अब त के भन्नु र तपाईँहरूले एकदम राम्रो सपोर्ट गरिराख्नु भएको छ एन्ड मैले पनि सपोर्ट पाइरहेको छु अझै पनि सपोर्ट गर्नु होला सो ट्याँ तरिकाले अगाडिको भ्यू हेर्नु ल त यसो तातो पानी खाँदै कस्तो छ गाइस कस्तो छ भ्यू बिहानको त्यहाँनिर हिमाल छ है अनि वरिपरि यस्तो बादलले घेरिरहेको छ सो के कस्तो लाग्यो तपाईँहरूलाई भ्यू प्लिज कमेन्ट डाउन अनि आजको मेरो भ्लग चाहिँ के कस्तो हुनेछ सबैजनाले हेरेर एकदम सपोर्ट गरिदिनु होला अब त्यही त हो होइन सपोर्ट गर्नु पऱ्यो म पनि तपाईँहरूलाई सपोर्ट गर्नेछु त्यही हो एन्ड आज चाहिँ मेरो ड्युटी भनेको चाहिँ मेरो यो घोडा पनि धुनुपर्ने छ क्या हिजो दिक्तलबाट आएर नधुइकन मैले राखेँ सो आज यो धुनेछ अनि घरको पनि अरू पनि कामहरू छ टन्नै छ त्यो काम पनि गर्नुपर्ने हुन्छ अन्त अब फ्री टाइममा त हो यसो भिडियोहरू बनाउने त्यही हो प्लिज कन्टिन्यू दिनु होला म चाहिँ अब तातो पानी खाइसकेर चाहिँ खाना बसाउनु पर्ने हुन्छ सो त्यो चाहिँ मेरो रेगुलर ड्युटी नै भइसक्यो खाना बसाउने प्लिज सपोर्ट है सो गाइस यहाँ चाहिँ नानाले तरकारी पकाउँदैछ उठ्नु न हो तपाईँ उठ्नु न यार अब मैले खाना बसिसकेँ अब नाना तरकारी पकाउँदैछ तरकारीमा चाहिँ सुकुटी पनि छ अनि त्यहाँ आलु दुईटा मिक्स गरेर पकाउने अरे आज होइन मलाई अरू छ यार काम कुन वाला ल्याउनु यो मार्दिनै म तातो चिसोले गर्दाखेरि पुरै हात फुटेर क्या त हात फुटिरहेको छ कि अनि मम्मी चाहिँ त अहिले 4 बजीजना मैले यहाँ खाना बसिराखेँ अनि यता मम्मी चारो सुँगुरलाई तयार गर्दै हुँदैन मम्मी मलाई चारो बनाउन म लगिदिन्छ म भित्र छ है म चाहिँ सुँगुरलाई चारो लिएर आइसकेको छु यहाँ सुँगुर चाहिँ एउटा दुईवटा छ होइन हामी देखेन यतापट्टि पनि दुईवटा छ सानो पुरा रहेछ है भनेको थिएँ नि सुँगुर पालिदिन्छु भनेर अनि मैले चाहिँ सुँगुर पाल्न थालिसकेको छु मसँग दुःख सुख गर्नु सक्छ भने आउनु क्यारे अब सक्दैन भने त के भन्नु र मभन्दा राम्रै खोजेर जानु क्यारे अब त्यही हो सो दुःख सुखमा साथ दिने भए चाहिँ भन्नु होला सक्नुहुन्न भने बाई बाई अर्कै खोजेर जानु होला सो अब चाहिँ म दालतिर लागेँ दाल बनाउनु पर्ने रे दाल बनाउँछु त्यसपछि नानीलाई खानासाना खुवाएर आज मैले गरिदिनु पर्ने छ कन्टिन्यू सो गाइस मैले चाहिँ होइन आधी उधी काम चाहिँ सकिसकेँ अनि काम चाहिँ मेरो यो पल्लो छेउदेखि पल्लो छेउसम्म नै कपडा धुने थियो कपडाहरू सबै धुइसकेँ फोहोर कपडाहरू अनि बाइक पनि धुयोवरी फेरि नयाँ बनाइदिइसकेँ टिलिक्क भइरहेछ हो अहिले यस्तो मजाले धुइदियो कि यो कपडा धुइसकेपछि बाइक धुएर टिलिक्क पारेर यहाँनिर राखिरहेको छु अनि म चाहिँ अब घरतिर गएँ चिसोमा पानी छुनु लास्ट गाह्रो हुन्छ यार सुरुमा चाहिँ करेन्टै लाग्छ क्या करेन्टै लाग्छ अनि फेरि यता फेरि आफ्नै तालमा फेरि यता इमाङ भान्जा के गरेको
के गरेको के ट्र्याक्टर गेम हो सुदीपले के हाल्छ सबै जुत्ता चप्पल छान्दै रहेछ घामलाई हामी त खासै आउँदैन हौ घरहरूले छिलिदिन्छ र होइन यस्तो यहाँ अगाडि आउँछ यहाँ आउँछ घरमा त यो घरहरू भएकोले सबै फ्याँकिहाल्छ घाम तर जाडोमा चाहिँ अलिकति गाह्रो छ गर्मीमा चाहिँ फेरि एकदम शीतल हुन्छ फेरि हाम्रोतिर सो गाइस होइन अहिले म साग बजार जाँदैछु अनि साग बनाउनु चाहिँ मम्मी हुनुहुन्छ कि साग गर्दै हुन्छ त्यही म चाहिँ उता जाँदैछु सो अब खाजा के खाने भनेर मायाले सोध्नु त पर्यो नि त कहाँदेखि छिर्नुभयो तपाईँ कहाँदेखि छिर्नुभएको ढुङ्गा लागिरहेको छ त योपालि चाहिँ होइन त्यो योभन्दा धेरै महिना अगाडिको भिडियोमा मैले बारी खनेको थिएँ नि त सो त्यो बारीमा साग रोप्ने भनेर अन्त अब हामीले चाहिँ साग रोपेर पनि ढेँडे साग रोपेर पनि यस्तो भइसकेको छ पुरै हो अनि म चाहिँ अब मम्मीलाई यसो सोध्न के खाजा बनाइदिउँ भनेर मम्मी चाहिँ आज सागबारी गर्दै हुन्छ होटलमा म नाना बारी गयो सो त्यही भएर सोध्न आएँ अनि त्यत्रो बाँझो बारी यस्तो भएको छ क्या पुरै साग कस्तो छ हाम्रो सागबारी माथिल्लो गाडेको पनि पुरै साग हो यो पनि साग हो यो तल्लो खण्डाको चाहिँ यो बन्दना फुपूहरूको एकदम सही खाजा के करेन्ट बनाइदिउँ करेन्ट खाने मुलाबारी यता हेर्नु त मम्मी ढाड सिधा बनाउनु न यता हेरेर चाहिँ पुरै सागबारी गर्दै आज मम्मीको ड्युटी सागबारी मेरो ड्युटी हो त होटलमा बस्ने नाना कोदो टिप्नु गएको छ सबैको आफ्नो ड्युटी क्या गाइस होइन मम्मी यता देखिँदा त सागहरू यो गोडेर निकाल्नु भएको मम्मीले साग ल आज सुक्खा करेन्ट खाउँ म करेन्ट बनाउँछु त्यो पिरो एउटा आउँछ करेन्ट त एउटा त के हुँदैन सो गाइस मैले चाहिँ खाजा मम्मीलाई अब करेन्ट खाऊँ भनेर फकाइवरी यहाँबाट जाँदैछु अनि अब गएर करेन्ट पकाउनु पर्ने हुन्छ के को दाना हो करलाको दाना इस्कुस हाम्रोमा चाहिँ फेरि यस्तै छ है गाइस तरकारी पनि तरकारी फालाफाल हुन्छ सागहरू पनि यस्तै छ सो हाम्रो चाहिँ त यस्तै हो के भने मेहनतीको बारीमा तरकारी के कमी हुन्छ र होइन मेरो स्ट्रबेरी पनि छ है स्ट्रबेरीको बोट सो गाइस अब चाहिँ म गएर खाजा बनाउने छु करेन्ट अनि ल्याम्प हान्ने हो कि कसो हानेको भिडियो पनि हेरौँ न अब होइन त्यही हो प्लिज सपोर्ट भिडियो युट्युबको लागि हो के चाख्नु त कस्तो भयो कस्तो मिठो होला तर पिरो भयो भने चाहिँ म थुक्पा लगाइहालेँ पिरो भन्दा थुक्पा पनि लाउँछु है कस्तो छ हात हेर मम्मीको हात काम गरेर आएर पिरो छ यो है सो यो चाहिँ अब मम्मीले पिरो भयो भन्नुभयो अनि म चाहिँ फेरि ठिकै लाग्छ यसरी मिठो छ त ठिकै छ पिरो त सो गाइस छैन अनि आजको भिडियो चाहिँ अब यहाँसम्म मात्र मलाई बनाउनु मन लाग्यो यहाँ दुख्दा चाहिँ अब रात पनि पर्छ गयो
अब समय पनि गइसक्यो नि त सो त्यही भएर आजको भिडियो चाहिँ अन्त्य है सो फेरि अर्को भिडियोमा भेटौँला एन्ड थ्याङ्क यू फर